हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। सबैजना सन्चै हुन्छ होला नि। म एकदम सन्चै छु है। अहिले कति त्यस्तै 5 बजिरहेको छ। अहिले चाहिँ म घरबाट कहाँ गएको भने हन्ट हान्नु गएको है, हन्टिङ हान्नु। अनि गुलेली पनि लिइसकेको छु। अहिले चाहिँ हुँदै यहाँ माथि जङ्गल हुँदै, यहाँ माथिको जङ्गल हुँदै जान्छु है। अनि यो जङ्गल हुँदै उता जङ्गल पर पुगेर आउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि इन्जोय द गाइज। म आधी बाटोसम्म चाहिँ आइपुगेँ है। तलबाट हिँड्दा त्यत्रो यहाँ तलदेखि हिँडेको सिधै उकालो क्या। अलिकति सिधा अनि घुम्दै हुँदा पनि पो एउटा कुरा ठाडै उकालो हिँड्नु परेको छ है। त्यो पनि केही छैन, सङ्घर्ष गर्छु। के लाग्यो अरे खुट्टामा। हो फाइनली गाइज, हामी चाहिँ रोडमा आइसक्यौँ। हेर्नु सक्नुहुन्छ रोड यता नि। अनि यहाँ चाहिँ अस्ति सबै डरहरू लागेको छ, डरहरू लागेर सबै जलिसकेको छ। फाइनली रोड आइपुग्यो। अब यहाँदेखि यो यताको जङ्गल जानुपर्ने हुन्छ। 2 वर्ष लागेर घरदेखि आइपुग्नु त्यस्तो होइन। मलाई 10 मिनट जस्तो पनि लागेन, 10 मिनट लाग्यो होला सायद यहाँ आइपुग्नु। ठाडै उकालो छ क्या, त्यही पनि सिधै उकालो छ। यहाँ चाहिँ जङ्गल जानुहुन्छ। लु इन्जोय द गाइज। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि मौसम पनि आज खराब छ, पानी पर्नु आँटिसक्यो जस्तै हो कि। पनि केही छैन, जान्छु जङ्गल हन्ट हान्नु। मऱ्यो भने त खाइदिन्छु पोलेर मुलालाई। यहाँ सबै सामान ल्याएको छु क्या मैले यो ब्यागमा। सबै सामान आगो बाल्नेदेखि टाकटुक ल्याएको छु। भरे मऱ्यो भने जङ्गललाई खाइदिन्छु। यो तलको जङ्गल हो। अनि यो जङ्गल जान आँट्दैछु है। ल लेट्स गो गाइज। किनकि अलिकति डर पनि लागिरहेको छ क्या। जङ्गलमा जनावरहरूले मलाई खायो भने आमाको। तर त्यस्तो छैन, यहाँ केही पनि छैन। त्यही होला त्यो मृगहरू के छन् होला, तर बाल्ने लाग्दैन मलाई। किनकि म मृग मार्न आएको होइन, चरा मार्न आएको। चरा सक्नुहुन्छ घनघोर जङ्गलमा आइसकेँ म अहिले। यहाँ घनघोर जङ्गलमा ला यस्तो घनघोर जङ्गलमा कहाँ त फसेँ। मलाई कसैले आएर हमला हान्थ्यो भने बाघ भालुले। तर होइन गाइज, नेपाल हो, यहाँ भालु भन्ने चिज छैन। तर म खतरनाक जङ्गलभित्र छिरिसकेँ है। यो चराहरू बसिरहेको हुन्छ होइन, त्यसलाई हेर्दै जानुपर्ने हुन्छ। मैले चाहिँ मलाई केले समात्यो। म यो कुन ठाउँमा आइपुगेँ? ओ बचाऊ, मलाई बचाऊ। म यो कुन ठाउँमा आइपुगेँ? सबैतिर घनघोर जङ्गल छ। ला निस्किने बाटो छ कि? बचाऊ। मैले चरा त
यति उड्दैछ त्यसको माउ है त्यसको बच्चा यहाँ हेर्न सक्नुहुन्छ अब त्यहाँ यहाँ पर बच्चा छ कतिको देखिहाल्छ तपाईँलाई त्यसको बच्चा छ है माउ यति उति कराउँदैछ आज यसकै अहिले म यही बस्छु अनि जम्मा आउँछ त भन्छु चरा आइसकेछ है चरा आइसकेछ अब त्यसलाई म हाल्न जाँदैछु यहाँ तल छ चरा यहाँ तल त्यसलाई हाल्दैछु चरा यहीँ छ होइन म एकछिन पछि जान्छु अहिले लाइट बाल्नु गरेको है लाइट मतलब रात परिसक्यो अहिले धेरै लो गाइस रातभरि पर्खेँ कसम आएन आएन भन्दा नि लाग्नु त लागेको थियो तर कहाँ गयो यार लागेर झरे जस्तो त गर्थ्यो कहाँ गयो त्यति लाग्छ लु आजको भिडियो यति नै तपाईँहरूलाई नेक्स्ट ब्लगमा बाइ बाइ गाइस